वेलकम टु स्पाइस एरा। आज हामी बनाउँदैछौँ रोस्टेड पम्किन सुप। अति नै मिठो अनि हेल्दी पनि छ। फर्स्टमा प्यानमा मस्टर्ड ओइल राख्नुहोस्। मस्टर्ड ओइल राखिसकेपछि अब एड गर्नुहोस् जिरा, अब जिरा फुट्दैछ। जिरा फुलिसकेपछि अब काटिएको प्याज, त्यसपछि लसुन 5-6 वटा कलिया एड गरे हुन्छ। अनि त्यसपछि हामीले यसलाई मजाले सते गर्छौँ 20 to 30 सेकेन्ड जति। यसरी सते गरिसकेपछि प्याज अनि लसुनको अनि जिराको राम्रो फ्लेभर आउँछ। अनि त्यसैमाथि तोरीको तेलको सार्पनेस। हेर्नुहोस् त, यसरी चाहिँ भुट्नु होला। यो एकदमै सुपको बेसिक हो। त्यसपछि अब हामी एड गर्छौँ धनियाँको डन्डी। यसले पनि सुपलाई एकदमै टेस्टी र फ्लेभरफुल हुन हेल्प गर्छ। अब हामी एड गर्छौँ रफली कट गरिएको पम्किन। हेर्नुहोस् त, अनि त्यसपछि अब हामी यसलाई मजाले चलाउँछौँ। कति राम्रो छ है कलर, खानामा पनि उस्तै हेल्दी छ यो सुप। अवश्य ट्राई चाहिँ गर्नु होला घरमा। अनि एउटा विशेष सूचना छ, प्लिज सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस्। त्यसपछि टर्मरिक पाउडर एड गर्नुहोस्। त्यसपछि सल्ट एड गर्नुहोस् स्वाद अनुसार। अनि रेड चिल्ली पाउडर एड गर्नुहोस्, कलरवाला है रेड चिल्ली पाउडर। अनि त्यसलाई पनि मजाले मिक्स गर्नुहोस्। आहा, कति राम्रो कलर आयो। अब रोस्ट पनि हुन थालिसकेको छ। हेर्नुहोस्, मजाले यसरी रोस्ट गर्नको लागि हामीले अब यसलाई एकैछिन कुक गर्छौँ 5 to 8 मिनट जति। अब हामी निकाल्छौँ। ल हेर्नुहोस् त, मजाले रोस्ट भएको छ। ल हेर्नुहोस्, मजाले कलर आयो नि, हल्का हल्का गोल्डन पनि आयो, हल्का हल्का ब्ल्याक पनि आयो। यस्तो कलर चाहिँ आउनु पर्यो। रोस्टेड पम्किन सुप भनेपछि यस्तो कलर चाहिँ आउनु पर्यो। अब हामी यसको प्युरी बनाउँछौँ। प्युरीको लागि अब हामीले जारमा, मिक्सी जारमा एड गर्छौँ पम्किन पकाएको। त्यसपछि पानी हाल्छौँ आफ्नो आवश्यकता अनुसार। अनि यसलाई हामीले ब्लेन्ड गर्छौँ, मजाले ग्राइन्ड गर्छौँ। मजाले ग्राइन्ड हुँदैछ। अब त्यसपछि हाम्रो प्युरी पनि रेडी भइसक्यो। अब कडाईमा चाहिँ घी अथवा बटर राख्नुहोस्। यसलाई मजाले पग्लिन दिनुहोस्। पग्लिसकेपछि अब पम्किनको प्युरी एड गरिदिनुहोस्। एड गरेपछि मजाले चलाउनुहोस्। अब आवश्यकता अनुसार पानी एड गर्नुहोस्। मैले चाहिँ यहाँ हट वाटर एड गरेको छु, किनकि हट वाटरले चाहिँ टेस्ट राम्रो आउँछ। त्यही भएर तपाईँहरूले पनि हट वाटर नै एड गर्नुहोला। अब यसलाई मजाले सिमर हुन दिन्छौँ, मजाले 5 to 8 मिनटसम्म। हेर्नुहोस् त, कति दामी भएको छ है कलर।
मजाले घरमा पनि ट्राई गर्नुहोला, घरमा बनाएर सरप्राइज दिनुहोस्। अनि सल्ट हाल्नुहोस् स्वाद अनुसार, अनि त्यसपछि ब्ल्याक पेपर हाल्नुहोस् स्वाद अनुसार, अनि यसलाई पनि मजाले मिक्स गर्नुहोस्। एउटा सिक्रेट इन्ग्रेडियन्ट छ यो सुपलाई अझै फ्लेभरफुल बनाउनको लागि, त्यो चाहिँ हो फ्रेस क्रिम। फ्रेस क्रिम मैले एड गर्दैछु। यसले चाहिँ सुपलाई एकदमै रिच फ्लेभरफुल बनाउँछ। अनि राम्रोसँग मिक्स गर्नुहोस्। अब लगभग हाम्रो सुप रेडी भइसक्यो। ल हेर्नुहोस्, अब त्यसपछि प्लेटिङ गर्छौँ। मजाले प्लेटिङ गर्नुहोस्। अब तपाईको पालो। यो हेल्दी रोस्टेड पम्पकिन सुप बनाएर इन्जोय गर्नुहोला।